आजको हाम्रो यस पोडकास्ट कार्यक्रममा हामी दुईजनाको दुःख सुखका कुरादेखि लिएर खासमा भन्नुपर्दा चाहिँ यस पोडकास्ट कार्यक्रममा आदरणीय हाम्रा जाजरकोटका मित्र भनौँ कि युवा हुनार लोकसेवा तयारी स्टुडेन्ट भनौँ कि उहाँको जिन्दगीमा घटेका घटना उतार चढाव प्रेम कहानीदेखि लिएर सबै कुराहरू हामी पोडकास्टमा कुराकानी गर्नेछौँ। अब चाहिँ म हाम्रा जाजरकोटका हिमाल सरलाई हामी यो पोडकास्ट कार्यक्रममा स्वागत गर्न चाहन्छु। स्वागत छ हजुर। धन्यवाद हजुर। के छ हजुरको लाइफ कसरी बित्दैछ, के गर्दै हुनुहुन्छ, लोकसेवाको तयारी पनि कतिको चलिरहेछ, हजुरको तयारी गर्न लागेको कति भयो, के कस्तो अनुभव छ, कसरी तयारी गर्दा ठिक हुने रहेछ हजुरले बुझेसम्म हजुर त हामीभन्दा त धेरै जान्नै हुन्छ। जे भए पनि अब उमेरदेखि लिएर सबैको हदमा हामीभन्दा त हल्का आदर्श मान्छे नै हो। त्यसैले गर्दा हजुरको केही भोगाई अनुभव केही व्यक्त गरौँ, परिचयदेखि लिएर सबै। धन्यवाद सुमनजी। मेरो परिचय त हजुर दिइसक्नुभयो होइन। अब यो जुन जान्ने भन्ने कुरा गर्नुभयो, ठिक छ। त्यो जान्नेमा चाहिँ अब त्यति धेरै जान्ने त होइन। तपाईँ पनि आफ्नो त्यो एउटा बाटोमा आफ्नो क्षेत्रमा चाहिँ तपाईँ पनि विज्ञ हुनुहुन्छ। तपाईँले जे जति सिक्नु भएको छ असाध्यै राम्रो कुराहरू सिक्नु भएको छ होइन। मैले मेरो क्षेत्रमा केही कुराहरू सिकेको छु, ती कुराहरू पनि राम्रै छन्। तर के हो भने सबै कुरामा सबै त पोख्त भइन्न। तर केही कुराहरू जानिएको छ, जान्नुपर्ने हुन्छ। नजानेर पनि काम हुँदैन होइन। जस्तै अब एउटा मान्छे भएर जन्मिसक्यो भने उसले चाहिँ खाने कसरी होइन, खाना जुटाउने कसरी भन्ने जानेन भने त उसको जीवन नै अस्तित्व हुँदैन नि त। त्यो भएर केही कुराहरू जान्नुपर्ने हुन्छ, बेसिक आधारभूत कुराहरू। हामीले ती कुराहरू चाहिँ जान्ने कोसिस गरेका छौँ होइन। अलिकति त्योभन्दा अलिकति एक स्टेप माथि उठेर समाजको विषयमा जान्ने कोसिस गरेका छौँ तपाईँ हामी। त्यसपछि लिएर राष्ट्रको विषयमा केही जान्ने कोसिस गरेका छौँ, केही योगदान गर्न सकिन्छ कि भन्ने खालको कोसिस गरेका छौँ। यो कुराले पनि त्यो जान्ने भन्ने कुरातर्फको कुरा रह्यो होइन। अनि अर्को कुरा लोकसेवा कसरी के अरे जीवन कसरी राखेको छ भन्नुभयो। यही हो सर। अब यसो बस्यो होइन, अब यसो पढ्न मन लाग्यो बेला किताब हेऱ्यो, केही दुई चारवटा चाहिँ नयाँ अपडेटहरू अथवा एक दुईवटा चाहिँ नयाँ अपडेटहरू आयो भने अपडेटहरू हेरेर बस्यो। त्यही हो। त्यसरी नै अब स्टुडेन्ट लाइफ त्यस्तै। हजुरले भनेको कुरा धेरै राम्रो लाग्यो। मैले सोध्न चाहेको चाहिँ हजुरको अब 10 क्लास सकाउनु भयो, एसएलसी दिनुभयो हजुरले चाहिँ। खासमा एसएलसी दिइसकेपछि हजुरले एचएनई पढ्नु भएन, 3 वर्षीय कोर्स। त्यो पढेको मान्छे कसरी यहाँ लोकसेवा खड्डारमा आएर टक्करिन पुग्नुभयो, त्यहाँ चाहिँ तयारी गर्ने कसरी सोच आयो, कस्तो के भयो, फर्स्टमा कति गाह्रो भइरहेको थियो, कतिको सजिलो, कतिको के लागिरहेको थियो, यो थोरै विशेषमा भनौँ न। यो एकदम राम्रो क्वेसन छ। किनभने थुप्रैजना विद्यार्थीहरू साथीहरू त्यो तयारी गर्न भन्दा पहिले नै उहाँहरू चाहिँ सकिन्न भनेर छोड्नुहुन्छ। भलै हामीले पनि अहिले मैले पनि सकेको त छैन, हामी त्यो यात्रामै छौँ। म कसरी मोडिएँ भने मैले चाहिँ ल्याब टेक्निसियन पढेको हो। त्यसपछि पछि गएर मैले काम पनि गरेँ र त्यो क्षेत्रमा भन्दा मेरो प्यासन चाहिँ पहिलेदेखि नै प्रशासन क्षेत्रमा भएको हुनाले मैले चाहिँ पछि आएर यो क्षेत्रलाई रोजेँ र अहिले चाहिँ विगत 2-3 वर्षदेखि निरन्तर तयारीमा छु। अघिल्लो वर्ष पनि अलिकति केही नतिजालाई चाहिँ उपयुक्त बनाउन सकिएन, केही कुरामा कमी भइयो र त्यो चाहिँ एउटा टार्गेटमा पुग्न सकिएन हजुर। त्यो कुरा पनि फिल भइरहेको छ। र अब आउने उसलाई चाहिँ मेरो सल्लाह के हुन्छ भने गर्न सकिन्छ, ढिलो चाँडो होला होइन, सक्न चाहिँ सकिन्छ। यदि लोकसेवा पढेर त्यो चाहिँ नामै निकाल्न सकिएन भने पनि एउटा काबिलको नागरिक चाहिँ भइन्छ कि होइन। नागरिकका दायित्व के हो, नागरिकको कर्तव्य के हो होइन, अनि नागरिकका अधिकारहरू के हुन्, यस्ता कुराहरू, नागरिकले चाहिँ समाजलाई पुर्याउनु पर्ने योगदान के हो, नागरिकले चाहिँ समाजलाई दिनुपर्ने के हो र नागरिकले समाजबाट अपेक्षा गर्नुपर्ने कुराहरू के हुन् भन्ने कुरालाई पनि मजाले गहिरिएर बुझ्न सकिन्छ। त्यो बुझ्यो भने मलाई लाग्छ जागिर खाएर मात्रै त्यो चाहिँ युज हुने होइन, त्यो हाम्रो दैनिक जीवनमा युज हुने कुराहरू भएको हुनाले एकदमै राम्रो हुन्छ। नामै निकाल्न सकिएन भने पनि एउटा काबिलको नागरिक चाहिँ भइन्छ।
हजुरले भन्नुभएको कुरा चाहिँ धेरै राम्रो मोटिभेसन जस्तो पनि भयो खासमा भन्नुपर्दा होइन। मैले भन्न खोजेको चाहिँ यो थियो कि खासमा कसरी यता पुग्नु भयो र त्योमा कति जस्तै हजुरको कहानी सुनाउनु भयो नि त, कति के कता जानु पर्यो लास्टमा म पनि एकचोटि लोकसेवा तयारी गर्न सक्दैन जस्तो लगाएर कहाँ कहाँ भन्ने हाम्रो पर्सनलमा कुरा भयो नि त, पोस्टर बाहिर पोडकास्टभन्दा बाहिर त्यही अनुसारको कहानी थोरै हल्का सर्टकटमा ट्याक्कै यस्तो भयो यस्तो पनि हार्कै सक्यौँ एकचोटि, तर त्यसपछि पनि म यसरी यहाँमा लाग्यो भने त्यो कहानी सुनाउनु भयो। यो कस्तो छ भन्नुहुन्छ भने सुमनजी, म पहिला सुरुमा चाहिँ अब प्रशासन तयारी गर्नु पऱ्यो भनेर म के अरे नगर हस्पिटलमा चाहिँ ल्याब एसिस्टेन्टको रूपमा काम गरिरहेको थिएँ। त्यहाँबाट पछि फेरि मैले के भयो भने मेरो सोच मैले अब प्रशासन गर्नुपर्छ भने त्यो काममा मलाई चित्त बुझेको थिएन। अनि त्यसपछि म प्रशासनतिरको अब खरिदार तयारी गर्नु पऱ्यो भनेर मेरो त्यति बेला चाहिँ ब्याचलर पास थिएन। हजुर पछि आएर मैले ब्याचलर गरेँ। अनि मलाई के भयो भने अब खरिदार चाहिँ तयारी गर्छु भन्ने भयो। आएँ यहाँ आइसकेपछि मलाई के गर्ने, सुब्बा गर्ने खरिदार गर्ने तयारी त्यति म डिसिसन गरिसकेको थिइनँ। यहाँ आएँ, यहाँ आइसकेपछि तयारी गर्नुपर्ने भयो। त्यति बेला हजुरले ब्याचलर सकाइसक्नु भएको थियो कस्तो? नै सकेको थिइनँ, रनिङमै थिएँ। पछि त्यो गरिसकेपछि तपाईँको आएँ अनि मैले चाहिँ इन्स्टिट्युटहरूमा गएर बुझेँ। अनि अब खरिदार गर्दाखेरि चाहिँ एकदम म्याथ गाह्रो हुन्छ, म्याथ चाहिँ राम्रो हुनुपर्छ भन्ने थियो। तर मेरो के भयो भने म्याथ राम्रो थिएन। अब कम्युनिटी स्कुलबाट पढेको, सामुदायिक स्कुलबाट पढेको, त्यति चाहिँ राम्रो थिएन म्याथ। अनि पछि सुब्बामा गर्नुपर्छ भन्ने खालको कुरा भयो। अनि म आएँ, रुममा सोचेँ, बसेँ। त्यसपछि मलाई के लाग्यो भनेपछि अब बनाउन सकिन्छ। मैले म्याथ बनाउन सक्यो भने कमजोरीलाई नै, किनभने सबै विद्यार्थीको कमजोरी हो, धेरै जसो विद्यार्थीको कमजोरी भनेको म्याथ हुन्छ। म्याथलाई नै मैले राम्रो बनाउन सक्यो भने त त्यो कमजोरीलाई मैले निखार्न सक्यो भने मेरो सफलता चाहिँ उताभन्दा यता छिटो पाउन सक्छु म भन्ने लाग्यो। अनि त्यसपछि चाहिँ मैले खरिदार नै रोकेँ। अनि क्लास गएँ। क्लास गइसकेपछि पनि मलाई त्यहाँनिर एकदमै कन्ट्रोलै गर्न गाह्रो हुने खालको भयो क्या। अब त्यहाँ वर्षौँदेखि तयारी गरिराखेका साथीहरू हुनुहुन्थ्यो, अग्रज व्यक्तित्वहरू हुनुहुन्थ्यो। उहाँहरूसँग चाहिँ त्यो मेरो लेभलै मिलेन होइन। लेभलै नमिल्दाखेरि त्यो केही पनि अब प्रशासनिक शब्दहरू, नबुझेको शब्दहरू सरहरूले चाहिँ प्रयोग गर्ने, त्यो क्लासले मलाई एकदम डिमोटिभेट भयो। अनि त्यसपछि म रुममा आएँ। आइसकेपछि अनि मैले अब सकिन्न, अब विदेशतिर जानुपर्छ या अन्य केही पेसा गर्नुपर्छ भन्ने लागेको थियो। अनि पछि के गर्दा गर्दै मैले च्याट जिपिटीलाई यसो सोधेँ के गर्ने, यसो चाहिँ यस्तो भयो भनेर सोधिसकेपछि उसले चाहिँ मलाई राम्रो आइडिया दियो कि तपाईँ चाहिँ पढ्नुहोस् होइन। कोही पनि चाहिँ एकैचोटि सबै कुरा जान्ने हुँदैन, भनेको सबै कुराहरू एकैचोटि बुझिँदैन, केही मात्र बुझिने हुन्। त्यो बुझेको कुरालाई चाहिँ सकारात्मक तरिकाले लिनु पर्यो होइन। बुझेकोलाई सकारात्मक तरिकाले लिने, नबुझेकोलाई बिर्सिदिने र फेरि पुनः ट्राई गर्ने कोसिस गर्नुहोस्, निरन्तरता दिनुहोस् भन्ने खालको आइसकेपछि मैले त्यसलाई अलिकति कन्टिन्यू गरेँ। अनि त्यसपछि लगभग 1 पेज पढ्यो भने 1 पेजमा त केही नभए पनि 1 लाइन त याद हुन्छ नि त, एउटा शब्द त याद हुन्छ नि त। हो त्यो शब्दलाई चाहिँ उपलब्धिको रूपमा लिएँ कि त्यसलाई चाहिँ उपलब्धि, मैले यो जाने। मैले त्यो पुरै पेजमा चाहिँ 15-20वटा लाइन होला, तर त्यो 15-20वटा लाइनलाई नजरअन्दाज गरेर जो जान्छु नि हो त्यो कुरालाई चाहिँ उपलब्धिको रूपमा, यो चाहिँ मेरो उपलब्धि हो, मैले यो जाने भनेर खुसी हुने कि त्यसरी मोटिभेट गरेर अनि बिस्तारै चाहिँ गरेँ। र निरन्तर म क्लास गइनँ। त्यसपछि म निरन्तर आफ्नै चाहिँ रुममा निरन्तर तयारी गरेँ। अनि पछि पोहोर साल मैले प्रिटेस्टहरू सबै ठाउँ प्रिटेस्ट, लुम्बिनीमा, सङ्घमा, त्यसपछि लिएर कर्णालीमा दिएँ। कुनै पनि ठाउँ फेल भइनँ, जस राम्रो रिजल्ट आयो। प्रिटेस्टमा सबै ठाउँ पास भएँ। अनि त्यसपछि मैले लुम्बिनीमा चाहिँ अब रिटर्न दिन गइनँ, त्यहाँ राम्रो थिएन, सिलेबस सकिएको थिएन, त्यही भएर गइनँ, सिलेबस पढिसकेको थिइनँ। सङ्घमा चाहिँ दिएँ, सङ्घमा दिएँ। त्यसपछि कर्णालीमा दिएँ। परदेशमा चाहिँ कर्णाली परदेशमा अलिकति अलि हाइली उ भएको हुनाले त्यहाँ चाहिँ मेरो नाम आएन। अनि सङ्घमा चाहिँ नाम आयो कि सङ्घमा नाम आयो। त्यो नाम आउँदाखेरि अलिकति चाहिँ होप पनि भयो। मेरो इक्जाम त त्यति राम्रो भएको थिएन, किनभने मेरो तयारी पनि पुगेको थिएन। अनि पछि तर इन्टरभ्यूमा गइयो, त्यसपछि वैकल्पिक परियो। कहाँबाट दिनु? जुम्लाबाट। हजुर, जुम्लाबाट वैकल्पिक परियो। अनि त्यसपछि मलाई होप के भयो भने गर्न सक्छु म
होइन मैले हिजो चाहिँ त्यो केही पनि कुरा नजानेर एक दिनको क्लासले डिमोटिभेसन भएको मान्छेले अहिले आएर त्यो 3-4 वर्षदेखि तयारी गरेको मान्छेसँग प्रतिस्पर्धा गरेर त्यतिसम्म म त्यहाँसम्म पुग्न सक्छु भने त मैले अझै 1 वर्ष मेहनत गरेँ भने त म निकाल्न सक्छु है, म गर्न सक्छु है भन्ने एउटा चाहिँ ऊ आयो कि हिम्मत आयो, आत्मविश्वास भयो। अनि त्यसपछि म अहिले निरन्तर गरिरहेको छु। अबको आउने पुस्तालाई कोही चाहिँ त्यस्तो खालको अब प्रशासनतिर अथवा चाहिँ लोकसेवातिर लाग्ने चाहना गर्नुभएको छ भने उहाँहरूलाई पनि म के भन्न चाहन्छु भने नआत्तिएर धैर्यताका साथ बिस्तारै गर्नुभयो भने सकिन्छ। यो लोकसेवा भनेको चाहिँ ट्यालेन्ट भन्दा पनि धैर्यता, आत्मविश्वास होइन, उसको मेहनत त्यसलाई चाहिँ हेर्छ कि। अब कोही कोही ट्यालेन्टहरू त एकैचोटि पास पनि हुने भए जाने पनि भयो, तर कुरा के हो भने ट्यालेन्टले मात्रै नभएर मेहनत प्लस धैर्यता त्यो सबै कुराको कम्बिनेसन चाहिँ चाहिन्छ। हजुर, त्यो सबै कुरा चाहिँ चाहियो। हजुरको धेरै कहानीदेखि लिएर सबै राम्रोसँग यति बुझ्ने तरिकाले मान्छेहरूलाई, किनकि यस्तो मान्छेले पनि सक्ने रहेछ, यस्तो डिमोटिभ भएको, यस्तो हार खाइसकेको मान्छेले सक्नु हुने रहेछ भनेर अब आउने भावी पिँढी पुस्ताहरूलाई चाहिँ हजुरले धेरै मोटिभेसन पुगे जस्तो छ पुस्ताहरूलाई। म कुरा चाहिँ अलिकता मोड्न चाहेँ अलिकता। अनि हजुरहरू क्लास कति महिना क्लास लगाउनु भयो, निरन्तर कतिसम्म जानुभयो क्लास चाहिँ? म क्लास त भर्खरै हो अहिले चाहिँ गएको। पहिला एकचोटि पनि क्लास लगाउनु भयो कस्तो? पहिला लगिनँ, पहिला कतै लगिनँ। एउटा चाहिँ फर्स्ट पेपरको लागि चाहिँ मैले हाम्रो एउटा पढाइ सेवा भन्ने उबाट त्यहाँ लक्ष्मण आसमान उपाध्याय भन्ने सर हुनुहुन्थ्यो, आसमान उपाध्याय, उहाँले चाहिँ पढाउनुहुन्थ्यो। अलिकति त्यहाँ पढेँ 1 महिना जस्तो, नत्र पढिनँ। अहिले चाहिँ जेनिथमा क्लास लिइरहेको छु, राम्रो छ। कोर्स सकिने बेला भयो, इक्जाम पनि नजिकै छ। हजुरको उता प्राविधिक तर्फ पनि पढ्नु भएन हजुरले? हो, प्राविधिक तर्फ पनि पढ्नु। प्राविधिकको पनि राम्रै नतिजा आयो हजुरको? कस्तो नतिजा आयो, कस्तो पढ्यो पढाइ ठिक थियो, त्यहाँ पनि पढाइ चाहिँ राम्रै हो। मैले त्यो उताको चाहिँ लोकसेवा त्यति गरिनँ। 1 वर्ष कस्तो 1-2 वर्ष चाहिँ त्यत्तिकै त्यो गर्दा दियो, तयारी नगरेरै। अनि इक्जाम चाहिँ उहाँको त्यो कलेजको इक्जाम चाहिँ राम्रो भएको थियो। हजुरको अब पढ्दाखेरि मान्छेहरूको हुन्छ नि, अब क्लासमा पनि अब हल्का नेगेटिभ कुरा ध्यान जाने, यताउति अब लेडिजहरूसँग ध्यान जाने, अनि त्यो कुराले गर्दा पढाइ हुँदा नि यस्तो बिएससी गरेर गरिदिउँ टाइपको त्यस्तो। अनि योभन्दा यो लाइफ पनि ठिकै छ, चलाउन सकिन्छ भने त्यो कुराले डिस्टर्ब कतिको गर्थ्यो हजुरले, कतिको प्रभाव पारेर राख्यो? त्यस्तो त अब सबभन्दा टार्गेट फोकस भन्ने हुन्छ नि, गोलमा चाहिँ फोकस भयो भने त्यो कुराले चाहिँ अरू कुनै पनि कुराले प्रभाव पार्दैन। तपाईँको गोल केटी पट्याउने हो भने तपाईँलाई जस्तो सुकै मोटिभेसन दियो भने त्यसले केही फरक पार्नेवाला छैन, होइन? तपाईँलाई जस्तो सुकै उपहार राखिदियो भने तपाईँलाई केही फरक पार्नेवाला छैन। तपाईँको टार्गेट के हो, तपाईँको इन्टेन्सन के हो भन्ने कुराले प्रभाव पार्ने हो। यदि तपाईँसँग चाहिँ तपाईँको जुनुन, तपाईँको चाहिँ उद्देश्य भनेकै तपाईँको सबैभन्दा ठुलो टार्गेट भनेकै लोकसेवा हो भनेपछि तपाईँ त लोकसेवाको देख्न बित्तिकै लोकसेवासँग सम्बन्धित क्वेसनहरू देख्न बित्तिकै, लोकसेवासँग सम्बन्धित शब्दहरू देख्न बित्तिकै, लोकसेवाको प्रयोग गर्न सकिने खालका प्रशासनिक विषयहरू देख्न बित्तिकै तपाईँ त भात सात छोडेर, तपाईँ केटी सेटी छोडेर सब छोडेर त्यो शब्दमा चाहिँ ध्यान गइहाल्छ क्या। त्यो चाहिँ हो सबभन्दा टार्गेट। मेरो प्यासन चाहिँ मेरो हो कि होइन, म खास लोकसेवालाई जिउ ज्यानै दिलो ज्यान भन्ने हुन्छ नि, त्यसले चाहिँ म एकदम हृदयदेखि नै लागिरहेको छु कि छैन भन्ने कुराले प्रभाव पार्छ। त्यो ध्यान केन्द्रित गर्ने कुरामा है, अरू त अब भइहाल्यो। तर ध्यान केन्द्रित गर्ने कुरामा, सरले पढाउँदाखेरि चाहिँ यताउता क्लासमा यताउता गर्ने कुरामा चाहिँ टार्गेटले पनि फरक पर्छ। त्यही अब अलिअलि त सबैको हुन्छ। अलिअलि अब केटा भइसक्यो, अब डिफ्रेन्ट विपरीत जेन्डरतर्फ त अलिअलि त्यो आकर्षण त्यस्तो, अब त्यस्तै लभै नगरेर त्यो उही नगरेर त्यस्तो समय त्यसो खेर नपाले नि अलिअलि हुन्छ नि, अब हेर्ने यताउति त्यस्तो टाइपको अलिअलि विपरीत जेन्डरतर्फ त अलिअलि त्यस्तो त भयो होला नि त हजुरको? मेरो त त्यस्तो भएन। हुन्छ, मेरो त यस्तो भएन। अब हाम्रो एकजना हुनुहुन्थ्यो साथी, उहाँको चाहिँ एकदमै त्यस्तो खालको वातावरण हुन्थ्यो। उहाँ त फेरि एकदम पढ्ने मान्छे हो, हुन चाहिँ एकदम धेरै पढ्ने मान्छे। मित्र हो कस्तो? मेरो एकदमै परम मित्र भन्नुपर्छ, मिल्ने साथी हो। उहाँको चाहिँ यस्तो, उहाँको पढ्ने फेरि एकदम पढ्ने इच्छा चाहिँ भएको, तर उहाँलाई चाहिँ केटीहरूले लाइन दिने कि आफै।
अनि के गर्ने केटीहरूले नै लाइन दिएको केटा त बिग्रिहाल्यो। बिग्रिहाल्छ। त्यो भएर उहाँ चाहिँ रुकुमको हो, अँ, प्रजित बिसी हो उहाँको नाम होइन, ओ। नामै खुलाइदिए। ठिक छ। तर म यति सोध्न चाहेको भने चाहिँ अब केटीहरूको मामलामा लागेर कति जान्ने केटा, कस्तो पढाइमा ट्यालेन्ट, कति गर्न सक्ने केटाहरूले पनि केटीले बिगारिदिएको पनि रेकर्ड छ। केटीले भन्दाखेरि अब बिहे गरेपछि त्यस्तो हुन्छ नि त, त्यसले बिगारिदिएको पनि रेकर्ड पनि छ र त्यसलाई सपाडेर पुरै त्यो जीवनै बनाइदिएको पनि रेकर्ड छ नि त। त्यसले गर्दा त्यसले कसरी प्रभाव पार्यो हजुरको बारेमा त्यति सोध्न चाहेको थिएँ। हजुरले त राम्रै भन्नुभयो। अब ठिक छ, मेरो त हजुरले त्यो मैले बुझेँ। अब हजुरको जीवनमा कोही केटीको कारणले गर्दा प्रभाव मतलब त्यो कस्तो पढ्यो भने अब पोजिटिभ पढ्यो कि नेगेटिभ पढ्यो भनेर। तर अहिलेसम्म खासै मेरो जीवनमा त्यस्तो त छैन। अब भयो भने कलेज लाइफ स्कुल लाइफमा त भयो छैन त्यस्तो केही छैन। अब त्यो कलेज लाइफमा स्कुल लाइफमा त्यस्तो चाहिँ फरकै पार्ने खालको लभ चाहिँ भएन। अब अलिकति फरक नपारे नि हल्का रोमान्टिक टाइपको, रोमान्टिक टाइप उमेरको पनि जोस हुन्छ नि त। त्यो अब किशोर किशोरी भइसकेपछि किशोर किशोरीको उमेरमा त्यो 15 देखि 19 वर्ष 14 15 हुन्छ नि त, त्यो समयको कुराहरू हल्का रमाइलो कुरा गरौँ भन्ने हो। अहिले फोन फान गरिदियो होला होइन, कुराकानी गरिदियो होला। हजुर, तर त्यस्तो प्रभावै पर्ने खालको गरी त्यो चाहिँ भएन। एकचोटि कडै कड्यो।